दर्शकबिन नमस्कार। तपाईहरुलाई तपाईहरुको आफ्नै ज्योतिष नेत्र वेदको युट्युब च्यानलमा हार्दिक स्वागत छ। म तपाईको ज्योतिष मित्र आज म लिएर उपस्थित भएको छु सप्तमेशसँग सम्बन्धित रोचक फलादे सूत्रहरू जान्नुहोस् भनेर लिएर आएको छु। हामीले लग्न, द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, षष्ठ भावसँग सम्बन्धित 6 वटा भावको मालिकसँग सम्बन्धित सूत्रहरू हामीले जान्यौं। आज हामीले सप्तम भाव जुन आफ्नो जीवनसाथीको भाव भनिन्छ सँग सम्बन्धित आज मैले तपाईलाई 14 वटा सूत्र लिएर आएको छु। तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब भने अवश्य गरिदिनु होला। म यस्तै रोचक भिडियोहरू लिएर अवश्य आउने बाचा गर्दै म अब आजको क्लास ढिलो नगरिकन सुरु गर्न गइरहेको छु। अब तपाईलाई यो सप्तम भावको मालिकलाई सप्तमेश भनिन्छ। यसबाट के हेरिन्छ भन्दाखेरि तपाईको जीवनसाथी, तपाईको दैनिक व्यवसाय हेरिन्छ। यस तपाईको गुप्त अङ्ग पनि हामीले यस भावबाट हेर्छौं। तपाईको दैनिक आय आम्दानी पनि हामीले सप्तम भावबाट हेर्छौं। अब म ढिलो नगरी सुरु गर्न गइरहेको छु। म 1 नम्बर सूत्र भन्न गइरहेको छु। सप्तमेश यदि दशम भावमा विराजमान भई लाभेशबाट दृष्ट भएमा जातक जीवनसाथीको सहयोगबाट तीव्र उन्नति हुन्छ। जातकको विवाहपछि जातकको कर्म र भाग्य खुल्ने अथवा जातकलाई कर्म र भाग्यबाट बढी भन्दा बढी लाभ हुन्छ। के भनौं भन्दा सप्तमेश चाहिँ सप्तम भावको मालिक चाहिँ दशम भावमा विराजमान भई लाभेश भनेको लाभ घरको मालिकबाट दृष्ट छ। कतैबाट दृष्ट छ भने जातकको बिहापछि चाहिँ एकदमै विवाहपछि जीवनसाथी आएपछि जातकलाई कर्म तथा भाग्य खुल्ने हुन्छ भनिन्छ। अब दोस्रो नम्बरको सूत्र छ सप्तमेश व्यय भावमा निज भई बसी शुक्रदेवबाट दृष्ट भएमा वैवाहिक सम्बन्ध जोगाउन धेरै त्याग गर्नुपर्छ। उक्त जातकले सप्तमेश चाहिँ व्यय भावमा गएर नीचको भएर बसेका छन्। यहाँ सप्तम भावमा कति अङ्क ल्याएको छ त्यही तपाईको सप्तमेश हो। यहाँ 1 देखि 12 अङ्क तपाईको जन्मकुण्डली अवश्य ल्याएको छ। यो चाहिँ व्यय भावमा गएर बसेर नीचको छ र शुक्रदेवबाट 6औं स्थानबाट शुक्रदेव पनि पीडित भएर 6औं स्थानमा बस्नुभयो। 7औं दृष्टि दिँदाखेरि जातकलाई चाहिँ उक्त जातकलाई सम्बन्ध जोगाउन धेरै त्याग, तपस्या, बलिदान गर्नुपर्छ अनि मात्रै जातकको सम्बन्ध चाहिँ जोगिन्छ भन्ने भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश व्यय भावमा राहुदेवसँग युक्त भएमा जातकको विवाह अन्तर्जातीय तथा अन्तर संस्कृति वाला हुन्छ भनिन्छ। सप्तम भावको मालिक चाहिँ व्यय भावमा गएर बसेका छन्। यो त्यसै आफ्नो ठाउँबाट 6औं भावमा गए तीमध्ये राहुदेवसँग गएर युति बनाएर बसेका छन् भने जातकको विवाह चाहिँ अन्तर्जातीय हुन्छ कि अन्तर संस्कृति वाला विवाह हुन्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश लाभ भावमा विराजमान भई चन्द्रदेवबाट दृष्ट भएमा जातकको जीवनसाथीको सहयोगबाट आर्थिक लाभ र समाजमा सञ्जाल विस्तार हुन्छ अथवा समाजमा उसको पहिचान प्रभाव बढ्छ भनिन्छ। सप्तमेश चाहिँ लाभ भावमा विराजमान भई चन्द्रदेवबाट दृष्ट भएमा सप्तम भावको मालिक चाहिँ लाभ भावमा विराजमान भई चन्द्रदेव भनेको पञ्चम भावबाट 7औं दृष्टि मात्रै चन्द्रदेवको हुन्छ। चन्द्रदेवबाट दृष्ट भएमा जातकको जीवनसाथीको सहयोगबाट आर्थिक लाभ तथा समाजमा सञ्जाल जातकको विस्तार हुन्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश तृतीय भावमा विराजमान भई शनि अथवा मङ्गलबाट दृष्ट वा युक्त भएमा दाम्पत्य जीवन सङ्घर्षमय एकदमै अहङ्कार युक्त अथवा अहङ्कार झेल्नुपर्छ भनिन्छ। सप्तम भावको मालिक चाहिँ तृतीय भावमा गएर शनि अथवा मङ्गलबाट क्रूर ग्रहबाट युक्त अथवा दृष्ट भएको छ भने चाहिँ दाम्पत्य जीवनमा चाहिँ सङ्घर्ष र अहङ्कार झेल्नुपर्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश चतुर्थ भावमा विराजमान भई शुक्र वा बुध देवसँग युति बनाएमा सुन्दर स्वभाव भएको जीवनसाथी प्राप्त हुन्छ। दाम्पत्य जीवन चाहिँ एकदम सुसंस्कृत तथा सन्तुलित हुन्छ। एकदमै राम्रो, सुन्दर, एकदम रहर लाग्दो, सबैले तारिफ गर्ने खालको दाम्पत्य जीवन हुन्छ भन्छ। सप्तम भावको मालिक चाहिँ चतुर्थ भावमा गएर आफ्नो भावबाट 10औं स्थानमा गएर शुक्र अथवा बुध देवसँग युति भएको खण्डमा दाम्पत्य जीवन चाहिँ एकदम सुसंस्कृत तथा सन्तुलित हुन्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश नवम भावमा विराजमान भई लग्नेशबाट दृष्ट भएमा जातकको विवाहपछि भाग्योदय हुने अनि सन्तान, धर्म तथा विदेशबाट जातकलाई लाभ पनि हुन्छ भनिन्छ। के भनौँ भन्दाखेरि सप्तम भावको मालिक चाहिँ भाग्य भावमा गएर लग्नको भावको मालिकबाट दृष्ट भएमा जातकको विवाहपछि भाग्योदय हुने अनि साथै सन्तान, धर्म तथा विदेशबाट लाभ पनि हुन्छ भनिन्छ विवाहपछि। अब अर्को सूत्र छ सप्तमेश कर्मेशको साथ दशम भावको मालिक कर्मेशको साथ युति भने चतुर्थ भावमा बसी राहुबाट दृष्ट भएमा जीवनसाथी जातकको एकदमै पेशेवर शक्तिशाली हुन्छ। पेशाको क्षेत्रमा एकदम पेशेवर शक्तिशाली जीवनसाथी प्राप्त गर्छ। जातकको घरेलु जीवन भने अलिकति असन्तुलित हुन्छ भनिन्छ। सप्तम भावको मालिक चाहिँ दशम भावमा गएर कर्मेशसँग सप्तम भावको मालिक
दशम भावको मालिकसँग युति बनाएर चतुर्थ भावमा गएर बसेका छन् र राहुदेवबाट कतै दृष्ट भएको छ भने जातकको जीवनसाथी अत्याधिक पेशेवर भनेको एकदमै प्रभावशाली काम गर्ने राम्रो ठुलो जागिर खाने हुन्छ भनिन्छ। अनि जातकको घरेलु जीवन चाहिँ अलिकति असन्तुलित हुन्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश जहाँ छन् त्यहाँबाट ठिक अगाडि 7 घर अघि लग्नेश भए तथा सप्तमेश बक्री भए जातक चाहिँ पूर्वजन्मको आफ्नो दाम्पत्य अधुरो दाम्पत्य छोडेको हुन्छ। त्यही दाम्पत्य जीवनको कर्मफल भोग्नलाई यस जुनीमा जन्म लिएको हुन्छ भनेर भनिन्छ। के भन्दाखेरि सप्तम भावको मालिक चाहिँ ठिक लग्नेश जहाँ छन् त्यसको 7 घर अघि सप्तमेश छन् र उक्त सप्तमेश चाहिँ बक्री छन् भने जातकले पूर्वजन्ममा धोका दिएको थियो भन्ने हुन्छ अथवा बिचैमा जातकको सम्बन्ध जीवनसाथी दाम्पत्य जीवन तोडिएको हुनाले यस जीवनमा आएर पुरा गर्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश भाग्य भावमा विराजमान भई देवगुरु बृहस्पति अथवा दैत्यगुरु शुक्राचार्यबाट दृष्ट भएमा जातकको विवाहपछि भाग्य वृद्धि हुन्छ, मान सम्मान र यश प्राप्त हुन्छ भनिन्छ। सप्तमेश भाग्य भावमा विराजमान भए चाहिँ देवगुरु बृहस्पति अथवा दैत्यगुरु शुक्राचार्य शुक्रदेवबाट दृष्ट भएमा विवाहपछि भाग्योदय हुन्छ भनिन्छ। तपाईँहरूको हुनसक्छ हेर्नु होला। अब अर्को सूत्र छ सप्तमेश तथा लाभेश दशम भावमा युति बनाएमा जीवनसाथीको करियर विवाहपछि तीव्र रूपमा अघि बढ्छ भनिन्छ। सप्तमेश र लाभेश सप्तम भावको मालिक र लाभ भरको मालिक चाहिँ दशम भावमा आएर युति बनाएर बसेका छन् भने जातकको विवाहपछि दिन 2 गुणा रात 4 गुणा जीवनसाथीको करियरमा प्रगति हुन्छ भनिन्छ। अर्को सूत्र छ सप्तमेश पञ्चम भावमा छन् तथा गुरुसँग युति भएमा पञ्चम भावमा सप्तम भावको मालिक पञ्चम भावमा आएर सप्तम भावको मालिक यसलाई केन्द्रलाई विष्णुको संज्ञा दिन्छ अनि पञ्चम भावलाई त्रिकोणलाई लक्ष्मीको संज्ञा दिन्छ। यो लक्ष्मी नारायण योग पनि भयो। युति भएमा जीवनसाथी विद्वान श्रेष्ठ धार्मिक स्वभाववाला हुन्छ भनिन्छ। सप्तम भावको मालिक पञ्चम भावमा विराजमान भएका छन् गुरुदेवसँग युति बनाएर भने जातकको जीवनसाथी चाहिँ विद्वान श्रेष्ठ धार्मिक स्वभाववाला भएको हुन्छ भनिन्छ। अब अर्को सूत्र छ देख्नु होला। अब देखियो अब अर्को सूत्र सप्तमेश केन्द्र घरमा बलि भई बसेमा जातकको दाम्पत्य चाहिँ समाजमै उदाहरणीय दाम्पत्य जीवनको रूपमा लिने गरिन्छ। एकदमै समाजमा सबैले उनीहरूको दाम्पत्य जीवनको तारिफ गर्ने त्यस्तै होस् भन्ने कामना गर्छन्। के भन्दा सप्तमेश चाहिँ केन्द्र घरमै कहीँ बलि भएर उच्चका भएर स्वगृह मित्रगृह भएर बस्नु भएको छ भने अथवा सप्तम भावमै विराजमान हुनुहुन्छ भने उक्त दाम्पत्य जीवनलाई समाजमा उदाहरणीय दाम्पत्य जीवनको मानिन्छ भनिन्छ। अब अर्को सूत्र छ सप्तमेश जन्मपत्रिकामा पञ्चम वा सप्तममा छन् तथा नवमसँग पनि पञ्चममा सप्तममा अथवा नवममा पनि भनिन्छ। नवमसँग पनि सप्तम भावमा विराजमान भएमा जातकको चाहिँ आफ्नो जीवनसाथीसँग आत्मिक जीवन साथीसँग भनेको मनैबाट लगाव हुन्छ, एकदम मनैबाट आत्मैबाट जोडिएको जीवनसाथी हुन्छ भनिन्छ। जीवनसाथी नै जातकको गुरु हुन्छ भनिन्छ। जातकको के भन्नु भने सप्तमेश जन्मपत्रिकामा पञ्चम नवम अथवा सप्तम भावमै विराजमान छन् र नवमसँग कुण्डलीमा पनि सप्तम भावमै विराजमान छ भने चाहिँ जातकको जीवनसाथीसँग आत्मैबाट लगाव हुन्छ र जातकको जीवनसाथी नै गुरु हुन्छ भनिन्छ जातकको। यति भन्दै आज मैले सप्तम भावसँग सम्बन्धित तपाईँलाई 14वटा सूत्र लिएर आएको छु। तपाईँहरू अलिकति तपाईँले केही न केही जान्नुपर्छ। तपाईँको ज्योतिषमा जिरै नलेज छ भने तपाईँले जान्नुहुन्न, तर तपाईँले कुन सप्तमेश हुन्, कुन लग्नेश हुन्, कर्मेश हुन्, नवमसँग कुण्डली के हो भन्ने कुरा, यस्ता धर्म अर्थ काम मोक्ष त्रिकोण विभिन्न कुराहरू तपाईँले जान्नुभएको छ भने तपाईँलाई केही न केही जिरो ग्राउन्डको नलेज छ भने ज्योतिष शास्त्रको तपाईँले सजिलोसँग बुझ्न सक्नुहुन्छ। यो सूत्र तपाईँले टिपेर राख्नु होला, तपाईँलाई फलादेश गर्नमा पनि सहयोग हुन्छ यस्तो सूत्रहरूले। अब मैले तपाईँलाई भनेको छु एकचोटि पुरा रूपमा तपाईँले हेर्नु होला। अनि यो म अलिकति अप्ठ्यारो पनि छैन किनभने दृष्ट पनि हुनुपर्छ भनेको छु मैले होइन। त्यहाँबाट यहाँ हुन्छ योसँग युति बनाएको छु भनेर अलिकति तपाईँलाई अप्ठ्यारो भने अलिकति गाह्रो भने अवश्य छ। तपाईँले अब ज्योतिषमा विभिन्न तपाईँले यो भनेको अलिकति एडभान्स लेभलको सूत्र भएको हुनाले तपाईँले विभिन्न कुरा बुझ्नुहुन्छ भने ज्योतिष सम्बन्धी तपाईँलाई यो सूत्र फेरि सजिलै लाग्नेछ। यति भन्दै म अब आज हाम्रो क्लास अन्त्यतिर आएको छु। तपाईँलाई हाम्रो भिडियो मनपर्छ भने हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब भने अवश्य गरिदिनु होला। के भनिन्छ भने यो पृथ्वीमा 2 ठाउँ मात्रै सुख छ, एउटा कि आमाको घर चतुर्थ घरमा कि सप्तम घरमा हो। के भनिन्छ भने तपाईँलाई दाम्पत्य जीवन चाहिँ सुख छैन भने यो पृथ्वी लोकमा आउनै बेकार छ, यो तपाईँलाई यो पृथ्वी लोक भारी हो भनिन्छ। किनकि पृथ्वी लोकमा आएपछि सबैभन्दा हामीलाई हुनैपर्ने सुख भनेको दाम्पत्य सुख अति आवश्यक छ। 1 नम्बरको सुख पृथ्वी लोकमा हामीलाई पाउनुपर्ने भनेको दाम्पत्य सुख हो। दाम्पत्य सुखै भएन भने जातकको नर्कै त्यही नै नर्क हो भनिन्छ। पृथ्वी लोकमा स्वर्ग के हो भनेर कसले सोध्यो भने स्वर्ग भनेको तपाईँको दाम्पत्य जीवन चाहिँ एकदम सुख छ भने अथवा सुखद छ भने तपाईँको स्वर्गै यही हो।
यदि तपाईँको दाम्पत्य जीवन चाहिँ एकदमै खराब छ, राम्रो छैन भने तपाईँको नर्कै यही पृथ्वीलोक हो भनिन्छ, शास्त्रले त्यही भन्छ। त्यसै कारणले दाम्पत्य जीवन अति राम्रो बनाउन अति आवश्यक छ। जो दाम्पत्य जीवनमा सुखी हुनुहुन्छ तपाईँहरूको लागि स्वर्ग यही हो भन्ने बुझ्नु होला भन्दै म तपाईँहरूलाई अर्को क्लासमा भेट्ने बाचा गर्दै आजको हाम्रो यस क्लासबाट बिदा हुन चाहन्छु। हामीलाई हेर्नुहोला, माया गर्नुहोला, हामीसँग जोडिएर रहनुहोला। हवस् त, नमस्कार।